भर्मी कम्पोस्ट मल है यो कसरी किलो बेच्ने गरेको यो गणेउला चाहिँ गणेउला भनेर गोबर बेचेर सक्यो मान्छे तर ठिक रहेछ नि अहिले ग्रोथ भएछ तिमीलाई याद छ मैले सुरुमा गाई पाल्दाखेरि यो गणेउला मल भनेर पुरा पत्कर सोरेर हालेको थिएँ नि म माथि गोठमा यादै थियो के छ परनन्दा मामा के गर्छन् यो भान्जाले चाहिँ भन्दै आउँथ्यो क्या माथि लगभग 14-15 वर्ष अगाडि अनि त्यतिखेर गणेउला चाहिँ पाउँदैन थियो लोकल गणेउला खोजेर त्यहाँ हालेको थियो मैले तर छु एकदमै यो यस्तो छ कि यो चिज अलरेडी हाम्रो माटोमा रहेछ यसलाई हामीले संरक्षण गरेनौँ यसको बजारीकरण चाहिँ अरूले गर्दै क्या हामीले यो तेरामा आउने त हुँदो रहेछ हो यो गणेउलाहरू छ नि यो यस्तो हुन्छ लामो खालको हुन्छ एउटा छोटो खालको हुन्छ त्यो छोटो खालको छ नि त्यो गणेउला पाउने हो नि हाम्रो गोबरमा कति थियो माथि पहिले